Hello and namaste guys. After a long time, back again to my vlog. हाम्रो टोलीहरूलाई चाहिँ गाह्रो भयो अरे त्यही भएर यस्तो रेस्ट एरियामा आएको यहाँ चाहिँ आउँदो रहेछ रेस्ट एरियामा नर्दन टेरिटोरीमा पनि यस्तो छ हाम्रो बेला त खाल्टै छैन यत्रो कल्टा 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 कल्टाको जस्तो के बिवाको किनी नै झर्दैन त्यसको किनी चाहिँ किन झरेन त्यो चाहिँ गाडी पुरै लग्जरियस चाहिँ क्या हो नत्र त पुरै झर्नुपर्ने हो अनि चोर केपी होइन के भन्दो रहेछ भन्दाखेरि अहिले आएर एयरपोर्टमा चाहिँ नि एकदम ह्युमिलेटिङ फिल भयो अरे होइन अहिले अब कति वर्ष पछाडि चाहिँ उसलाई त्यस्तो फिल भयो अरे एयरपोर्ट आउँदा त्यस्तो गरे अरे ऊ सरकार विरुद्ध चाहिँ नि सडकमा आउँछ अरे जनताहरूलाई चाहिँ नि जन्मेदेखि नै अब सरकारी कार्यालयमा गयो सरकारी कार्यालयमा ह्युमिलेटिङ एयरपोर्टमा ह्युमिलेटेड फिल हुँदाखेरि होइन अनि एभ्रिवेयर जहाँ पनि जाँदाखेरि विदेशमा सुत्दा तिमीहरूकै कारणले गर्दाखेरि केपी शेरे प्रचण्डले तिमीहरूकै कारणले गर्दाखेरि ह्युमिलेटेड फिल हुँदाखेरि चाहिँ हामीहरूलाई कस्तो फिल भयो होला त नि त्यो केपीलाई एक फेरि एयरपोर्टमा ह्युमिलेटेड फिल हुँदाखेरि चाहिँ देशलाई नै फेरि आगो लाग्ने जस्तो फिल भयो त अनि हामी जनतालाई चाहिँ नि जहाँ पनि जाँदाखेरि ह्युमिलेटेड फिल हुँदाखेरि चाहिँ तिमीहरूलाई नै त्यहीँभित्र राखेर तँलाई जस्तो फिल भएन होला त नि नो भोट फर देम यो ठाउँहरू देख्दा त होइन यता बाहिरतिर होइन यस्तो देख्दा त विरक्तै लागेर आइसक्यो हामी चाहिँ 12 Apples Place look out 12 Apples Place look out वाह रे वाह कस्तो लाग्यो गाई तिमीहरूलाई आयुजिन झिँगाले त लास सतायो तर जस हेर्नु रमाइलो चाहिँ हुँदो रहेछ होइन एकदमै अनोखा नै छ होइन क्या खतरा काटेको छ होइन हेर्नु चाहिँ रमाइलो भयो तर यो झिँगा चाहिँ लास्ट आउँदो रहेछ गर्नेमा नआयो नि हुन्छ ढुङ्गा जस्ट लुक एट माई फेस के कस्तो इरी हानिराखेको झिँगाले अरू चाहिँ सबै ठिकै हो अब यहाँ हामी जिलोङ जान्छौँ यहाँ बस्नै मन लागेन जिन्दगानी झिँगा अनि अब यहाँबाट जिलोङ इस्टर्न बिच जाँदैछौँ त्यहाँ 3:44 देखाएर छ इस्टिमेटेड टाइम अराइभल इटिए अनि त्यहाँ पुगेर यसो पौडी चढी खेल्छौँ होला गर्मी भइरहेछ अनि आज घर 7-8 बजीतिर मात्रै पुगिन्छ कस्तो बब्बाल भिड हो यो प्लेन एन्ड नट्स आइसक्रिम खानु लाग्यो होइन अब अस्ट्रेलियाको मेलबर्नको जिलोङको इस्टर्न बिचमा पौडी खेलिसके पछाडि चाहिँ यहाँ भाइ र म चाहिँ नि फेरि इजिप्टतिर आयौँ होइन अब के गर्ने अब रैसी खानदानी यस्ताउति भइसके पछाडि चाहिँ के गर्ने हुन्छ अनि त्यस पछाडि चट्ट ल हेर्नुहोस् यहाँ चक्कसँगले हामी चाहिँ नि यो इजिप्ट घुम्न आएका छौँ अब इजिप्ट आएर घुमेर यसो चट्ट दाना पानी चढाएर चाहिँ नि अनि फेरि हामी अस्ट्रेलिया फर्किन्छौँ जान्छ हामी सबै ऱ्याफमै जाने हो भर्खर किन्या त्यही भएर फ्लेक्स हान्दियो अनि इजिप्ट रेस्टुरेन्टमा मेन्यू चाहिँ के होला होइन अब मेन्यू हेर्दैछौँ यहाँ त इजिप्ट रेस्टुरेन्ट नि के हो यो
पम्किन रिजोर्टो यो त पुरै के मलाई मेनु मन परेन मेन कुरा त कसम से अब हामीले भियतनामी ट्राई गरिसक्यो चाइनिज खाइसक्यो कोरियन खाइसक्यो थाई खाइसक्यो अरू कुनै त्यसको ट्राई गरौँला हुँदैन हामी चाहिँ नि त्यो इजिप्सियन पिरामिड जस्तो टाइपकोहरू भएर चाहिँ नि छिरेको खासमा होइन इजिप्सियन फुड ट्राई गर्नलाई भनेर खासै इजिप्सियन फुडै रहन्छ सो घ्याउ लाग्यो अब हामी चाहिँ जापानिज रेस्टुरेन्ट जाँदैछौँ आज जापानिज ट्राई गर्ने अहिलेसम्म जापानिज खाएको छैन लेट्स चेक इट आउट जापानिज फुड फर टुडे न्यू एक्सपिरियन्स नयाँ नयाँ टेस्ट छान्ने भन्दै घरैनिर गयो जापानिज रेस्टुरेन्ट आइपुग्यो जापानिज रेस्टुरेन्ट आयो होइन फर्स्ट टाइममा धेरै यहाँ बोली पनि बुझेन इङ्ग्लिस पनि अनि त्यसपछि And this one is the all you can eat. So you see the price is the 00. Means that is the all you can eat. The price is 42.80 per person. So you can order between the Yep. यसको नाम के अरे यो त इनफ हुन्छ त यार Bento. क्यालिफोर्निया रोल भनेको कस्तो हुँदो रहेछ क्या यो त आइसल्यान्ड रोल जस्तो आएछ क्या आइसल्यान्ड रोल जस्तो आयो यो त हेर $17 लाग्छ यत्रो आउँदो रहेछ होइन एउटा बक्स 17 अनि लास्टमा 41 रे अनि यति दुईजनालाई हादारी खतम